यतिखेर चाहिँ हामी गङ्गटा मारिरहेछौँ। कत्रो सर्प त्यहाँ पुतलीले समाएको थियो सर्पले। उता त्यो सेतो ढुङ्गा हो, त्यसकै सानो ढुङ्गामा त्यो सर्प छ त्यहाँ हेर्नु त। के हिँडिरहेको थियो नि? यसरी पो हो त है। भेट्नु भयो त? कतिवटा गङ्गटा भेट्नु भयो? यस्तो हुन्छ भन्नलाई त देखाउनु पऱ्यो नि, कहिले भेट्नु पऱ्यो नि त। हाम्रो वेब सञ्चार र मोडर्न टिभीको क्यामेराम्यान तारा तामाङ सर चाहिँ यहाँ अहिले गङ्गटो खोज्दै हुनुहुन्छ। जङ्गलको छेउमा छौँ हामी। यो एकदमै खोलामा छौँ। यता परसम्म गाउँ केही पनि छैन। उहाँलाई एकदम भोक लाग्यो अरे, त्यही भएर गङ्गटो समाएर भए पनि खान्छु सर भनेर उहाँले बाइक रोक्नुभयो। यो चाहिँ तारा भ्लगमा हेर्न सक्नुहुन्छ यो भिडियो चाहिँ। उहाँले अहिले गङ्गटो समाउनुहुन्छ। म समाएर देखाउँछु, ठुल्ठुलो समाएर देखाउँछु भन्नुभएको छ। यदि उहाँले गङ्गटो आज समाएर देखाउनु भयो भनेदेखि कस्तो हुने रहेछ गङ्गटो देखाउँछु। यता चाहिँ होला गङ्गटो उयो यस्तो पानीमा, पोहोर पानीमा। के हो त्यो? किरा? गङ्गटो भनेर किरा देखाउने तपाईँ? खै कहाँ पुग्यो अब? कहाँ छ खै गङ्गटो तपाईँको? गङ्गटो भेट्नु भएन, अब के भन्न चाहनुहुन्छ? खोजी जारी छ सर। खोजी जारी छ? ल हेर्नुहोस्, खोजी जारी छ भन्नुभएको छ। गङ्गटो समाएर नखाइ छोडिदिनु भन्नुभएको छ उहाँले। अब यहाँ किरै किरा रहेछ। अब यस्तोमा गङ्गटो हुन्छ? सर्प हुन्छ, सर्प। त्यसको नाम निकाल्नु हुँदैन ल। सर्पको नाम निकाल्नु हुँदैन। किन डर लाग्छ तपाईँलाई? खोलामा आएर सर्पको नाम निकाल्यो भने सर्प नि भेटिन्छ अरे क्या? सर्प भेटिन्छ अरे? ल अब गङ्गटो कहाँ खोज्नुहुन्छ तपाईँ? छैन है? छैन। कहाँ आउनु? यत्रो ढुङ्गा जानु सक्दैन होला। ठुल्ठुलो ढुङ्गामा हुन्छ गङ्गटो? यत्रो कहाँ हुन्छ? अरे बाफ्रे बा, लु 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 बाहुबली यत्रो ढुङ्गा उठाउँदै हुन्छ। ल ल ल कोसिस त गरे भने मैले, तर नपाएर के गर्ने? गङ्गटो पाएको भए कसरी खानुहुन्थ्यो तपाईँ? अझै जान्छ तलतिर ग्राम खुट्टा यस्तो हुन्छ नि गङ्गटाको। त्यहाँ खुट्टा हात खुट्टामा समातेर त्यसको त्यो लादे फालेर ज्वरेको यस्तो मिठो हुन्छ बाबा। दामी हुन्छ, दामी। गङ्गटाको नाममा त्यो के चेप्ने खुट्टा हुने भनेको? त्यो त बिच्छी भइगयो नि। चेप्ने होइन, त्यसको 3-4वटा खुट्टा हुन्छ नि त एक साइडमै। भन्नाले बाँकुरो 3टा खुट्टा, एउटा त एउटा अलिकति बाक्लो खाले गह्रो खाले यस्तो अङ्ग हुन्छ।
कहाँ पाउँछ? यस्तोमा पाउँछ गङ्गटो? यहाँकै रहेछ। कहाँ? त्यसले माटो फाले भन्दै यो गङ्गटोले माटो फालेको यस्तो हुन्छ? त्यसले फाले भन्दै होइन?